असार लागेपछि गाउँको हावा नै फेरिन्छ। बिहानको चिसो हावा, हिलोको त्यो आफ्नै गन्ध अनि खेतभरि चलिरहेको मेहनत। सायद यही हो नेपाली गाउँको वास्तविक सुन्दरता। समय बदलिएको छ, धेरै ठाउँमा मेसिनले काम गरिसकेको छ, तर केही गाउँमा माटोसँगको सम्बन्ध अहिलेसम्म उस्तै छ। एउटा बाली उमार्न कति पसिना बग्छ, कति धैर्य चाहिन्छ, त्यो खेतमा ओर्लिएपछि मात्रै थाहा हुन्छ। यही मेहनतले हाम्रो भान्सा भरिन्छ, यही माटोले हाम्रो जीवन धानिरहेको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका 7 राम्जा। यहाँ कुनै अभिनय छैन, कुनै बनावटीपन छैन, छ त केवल माटो, मेहनत र गाउँको वास्तविक जीवन। अब हाम्रो असार, हाम्रो रोपाई र गाउँको मेहनतलाई नजिकबाट हेरौँ। अन्त्यसम्म साथ दिनुहोस्। हाम्रो यहाँ सेतो दाइको गोरु तारे अनि गुरे होइन। हाम्रा खेतालीहरू हाम्रो खेताली टाढा छन्, च्याम्राङ पार्छन् भनेर झिल्के बनाएर मजाले हात फल्ने पहाडतिरको खेत होइन, पहाडतिरको खेत, खोलाका आडाको खोला खेत। मसिनी गहिरो क्या फोटाफोटी छन् सबै। 10 मुरी भात खाने खेतै यही हो। हाम्रा बाउसी आइदिने झ्याम्की झ्याम पेट घटेर बाउसेको अहिले त बाउसो खनेर तपाईँको अलि घटेर हिँड्छ। हेलो यो हलाले अब जोत्ने पनि दुगुरा थियो अस्ति पनि यता कता कता दुईवटा तारे गऱ्यो दुगुराएर खिचेर त तारेर चाहिँ हिँड्दा थियो। मोहीको काठ जोइसेला नि बा ऊ ए खस खस ए जस्ता आएर नि उक्लिन्छन् गोरु त।
एउटा धकल धराको बाटोमा नि के अरे ढिलोमा नियो किस्ने हो कि भन्ने थियो नि त्यो नि भाइरल छ नि होइन यो धकल धराको कताको किस्ने भनेर हाल्छ नै ए गोरु सोरु गरेको लिडा गोरु कसका गोरु कस्ता भन्दै हाल्छन् ढिलोमा किस्ने दाइ कहाँको हो त यो त धकल धराहरूको उता पर्वततिर के ए यो पानीले हेर्नु त यहाँ आउँदा त होइन त्यही हाल्न पर्ने हो क्या बुढाले नानीलाई जान्छ त त्यो हाल्नु तलबाट सबै त यतैबाट तान्नुपर्छ तलबाट हाल्नु त ल यहाँ म भिडियोमा देखाउँछु ल पहिरो गएको गयो यहाँ भुङ्गानी मसिनो खेतको गहिरी खेतको पानी डुबेको छ भुङ्गानी पऱ्यो खट्टा र टेक्दो रहेछ क्या गोरुले उल्टा है हाम्रो रामजाका 1 नम्बर गोरु अब 2 नम्बर त कसका खान्छ खेती लगाइसकेपछि बेच्दिने त्यो दिल सबै तान्दिनु दाइ
ए पहिला मुवानाको गरममा हाल्नु न त्यहाँबाट तल बनाउँदै बनाउँदै हामीलाई ल अलि लाउनु त ज्याम ज्याम एक हात हो बाजा तल्ला अलि लाएको छन् छ्याप छ्याप जल्दा बल्दा भनेकै नै हुन् जङ्गेहरू मास बनाउनु पर्यो दाल खानु पर्यो पर पनि हाम्रै माले गरी माथिबाट खिचिन्छ त्यसले हाम्रो ड्रोनले माथिबाट खिचिन्छ उहाँ माथि आजका यी 4 जना बाउसे काम नपाएर बिजमा हामी काम नपाएर भिडियो बनाएर बसेको यी खडेरी भएर बान्नु भएर खडेरी त अब होइन पानी जति छ यी बढी भएर पर्काएको छ बढी भएर त खाले काहीँ पानी छैन त्यही त नि यही उठेको मूल हो मूल त डेन्जर छ यहाँ 2 हल्को छ मूल ल अब हाम्रो यहाँ खाजा खाने तयारी हुँदैछ साधारण बिरामी हुन्छ रे लगेपछि होसै छोडेछन् लगेपछि होसै छोडेछन् तरकारीमा चलाएर हाल न तल सबै हालिया छन् अब यो तरकारीले पुग्न क्यार्छ के अझ होइन छ जाति नि पुग्छ भात पुग्छ पुग्नु माथि बसेर खाने दाइ कस्तो छ ठिक छ टाढा आएको भात पनि मिठो हुन्छ बेसार हालिनस् भनेको गर्मी हुन्छ हाल्ने किन हाल्ने र त बेसार यति हालिदिएका हुन्छन् रे बेसार उसमा हालिदिन्छु के अरे तरकारीमा हाम्रो त यहाँ खाजा खाने बेलामा भातै हो बिहान नि भात दिउँसो नि भात बेलुका नि भात अलिक घिउ बढी हो आज कति हालिचे भात बढी भइछ थोरै जतिसुकै हिमालयको भात पनि तातो भात भएको बल्ल हिमालयको लगाएछ अब हाम्रो चाहिँ यहाँ
मेलो तलबाट सुरु भएको माथिसम्म आइयो अनि यहाँ खेतालीले नभ्याउने भएर हामीले अब यति यो गरौँ यो दुईटा गरेर लास्ट इन्डिङ इन्डिङ गर्दैछौँ हामीले आजको दिनको पानी परे छैन होइन हाम्रो कस्तो यहाँ खोलाको खेत भएर अब यो कमै देखिने यो अब गोरुले जोतेको अब कमै देखिने र यहाँ दाइले घन्काउनु भयो है यो हलो अर्ग्यानिक हलो काठको यो काठका ठिनामिना सबै काठै काठ छ यहाँ तल हलोको तल मात्रै हुन्छ एउटा फाली भन्ने अरू सबै काठ नाम भनेको त्यही परिवार खाली मात्रै छ अब यहाँ बाउसे चाहिँ 4 जना ज्याम्की ज्याम अब यहाँ ढाको टोपी लाएर बस्नुभएको यहाँ अब मुदिर हुनुभयो ढाको टोपी लाएर बस्नुभएको मुदिर हुनुभयो उहाँले सिकाउनुहुन्छ यसो गर उसो गर भनेर उनीहरूको प्रायः यसरी गर्ने उसरी गर्ने भनेर बुढापाकाले सिकाएर हामीले अस्ति नै परारै गर्दाखेरि 3 जना थियौँ कि 4 जना थियौँ कि 3 जना थियौँ बाउसे 9 बजे नै नारिया थियौँ कि बर गोरु रन्कारू त्यो बडारका भुटासँग पुऱ्याएको थिएन कि अनि रोप्न त यो सल्लकै थियो क्या सल्लकै भ्याइन्छ यो नि कति बजेर बल्ल जोतेको होइन खिचेको हो के बोल्छन् दाइ हो रे हो फर्की झलक पानी लाउँछु त्यो पानी त्यसै लाउँछ मलाई यतिको छोडिदियो भयो मुलो पानी यो पानी पनि आधा लगायो हुन्छ मलाई यो क्यार्ने पानी र यो बाँध्न थाल्ने ऊ माथि चाहिँ यति तिनको भयो नगरे भयो आउनु पर्यो काम छ पनि सानो पर्छ लामो सानो छ लामो छ तारे माले एउटा गोरु माले रामे दाइले एउटा गीत गाए नि हुन्थ्यो गाउनु न दाइ आउँदैन छोराले काम गोरु बेसिन गयो कालुवा गोरु खै आलीमा हिँड्ने लाङ्गुरे बाँदर खेताली नानीको कोही लहै अर्को घाँसमा हलेर भाँचो असार मास सुत्केरी हुन्छ के खान्छे राडाले
यो किसिया एक हात लान्छु भन्दै के रे एकचोटि एक हात बाउसँग अलिक कुटो परेछ क्या पिटो पऱ्यो कार लाउ न ठुलो मान्छेले खन्दैन त तल गाडिन्छ भन्छ नि त अनि। झन् फुल्छ अरे लट्ठीको गोला माटै आउँदैन कि हाम्रो माटो माटो पाइन्छ भने खुट्टा माटो अहिले आडाले लाउँछु सभा राखा है कार राखा सभा लो खिच्ने होला ल यता हाम्रो यहाँ मही लाउन सुरु भयो भाइ ल भाउजू सुरु भयो ल ल यहाँ मिठो गीत गाउनु त ल यहाँ भाउजूहरूको गीत सुन्न पर्यो ल हे छुपुरा छुपु धानैरा रोपा मातैमा बिउछाँदै हातमा बिउछाँदै मिठाई र खानी राम्रै र लाउने बाबाको जिउ छाँदै बाबाको जिउ छाँदै बाबाको जिउ छाँदै सास फेर्न पनि सकिँदैन के त छ भाउजूहरूले गाउनुहुन्न दिदी भाउजूले हाम्रो त केही नै आउँदैन
आफ्नो भइहाल्यो भइहाल्यो ल आज यहाँ काम सकियो अब 6 बज्यो अब 6 बजेपछि अब गोरु ल चर्न हिँड्ने ल माले गोरु अब यसलाई छोडेपछि भेट्टाउने गाह्रो छ होइन जब आज हामीलाई आजको काम चाहिँ भ्याइयो अब बाउसो काँदामा हाल्ने अनि घरतिर जाने अब यो सट्ट अब त्यहाँबाट यहाँ तलसम्म हो यो खेतहरू यो बुटोदेखि सर्लक्कै उतासम्म